गाइस सम्पूर्णमा नमस्ते। म चाहिँ अशोक विक आज पनि एउटा सानो भ्लग लिएर आइसकेको छु र यस थर्ड एबिएफसी नकआउट फुटबल टुर्नामेन्टमा हामी जोडिराखेको छौँ र हाम्रो चिफ गेस्ट पनि आइसक्नु भएको छ। अब केही समयमा रिबन काटेर उद्घाटन गरी गेम सुरु हुनेछ भन्ने जानकारी गराउँछौँ अनि अबको केही समयमा नै हाम्रो प्रतीक्षाको घडी समाप्त भई गेम सुरु हुनेछ। अनि आजको पहिलो खेल चाहिँ एबिएफसी आयोजक र गल्फ एसिया साथी ल हाम्रो सुमन साथी है, सुमन साथी ल ल थ्याङ्क यू साथी, थ्याङ्क यू। यो लाइभ होइन, म स्ट्यान्डै ल्याएन कि भाले बनायो भने त्यहाँ पनि हाम्रो मुनाल दाई अबको केही समयमा चाहिँ अब हाम्रो उद्घाटन समारोह हुन गइरहेको छ। हाम्रो चिफ गेस्ट आजको चिफ गेस्ट हुनुहुन्छ। त्यति साह्रो मौसमले पनि साथ दिइरहेको छैन, हावाहुरीहरू चलिरहेको छ। अब हेरौँ हावाहुरीको साथमा खेल कस्तो हुनेछ। सकभर केही समयमा हावा रोकिनेछ भन्ने आशा छ र आज हामी यति बेला छौँ अल्खोर स्पोर्ट कम्प्लेक्समा, अल्खोरतिर एबिएफसीका द्वारा टुर्नामेन्टमा हामी आज जोडिरहेका छौँ। एबिएफसी फुटबल क्लबद्वारा आयोजित थर्ड नकआउट फुटबल टुर्नामेन्टमा हामी आज जोडेका छौँ। म देखाउने छु हजुरहरूलाई यस उद्घाटन समारोहका केही झलकहरू, केही भिडियोहरू। वरिष्ठ वर्गहरू साथै कम्पनीका साथीहरू जति पनि सहयोग गर्ने अन्य साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसै गरी म समयलाई मध्यनजर राख्दै यस खेललाई हामी अगाडि बढाउनको लागि यस एबिएफसी अल्खोरद्वारा कतारद्वारा आयोजित यो खुला नकआउट फुटबल प्रतियोगितालाई ओपनिङ गर्नको लागि म मेरा अग्रज साथीहरूलाई यहाँनिर अतिथि आसन ग्रहण गर्न गइरहेछु। Ladies and gentlemen, good evening. Good evening. Recognized by the Open Soccer Football Tournament. Today we have VIP guest, Mr. Mubarak Al-Imadi. I just request to all of our ABFC boys team to have a big clap
र यसै गरी हामीसँग अरू पनि अरू गेस्ट हुनुहुन्छ उहाँलाई खादा र जुनसुकै कार्यक्रमलाई पनि औपचारिकता दिनको निम्ति हाम्रो कार्यक्रमको सभापतिको एकदमै आवश्यक हुने भएकोले यस हाम्रो कार्यक्रमको सभापतित्वको आसन ग्रहण गरिदिनु हुनको लागि प्रकाश गुरुङज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यो सोफा नि हेरेर के हुन्थ्यो नि। त्यसै गरी आजको यस हाम्रो उपसभापतिज्यूको आसन ग्रहण गरिदिनु हुनको लागि अर्जुन थापाज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। र आजको हाम्रो यस कार्यक्रमको अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि गल्फ एसिया बी फुटबल क्लबका म्यानेजर विकास सरज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। र यसै गरी गल्फ एसिया ए का टिम म्यानेजर मनकुमार अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म विनम्र अनुरोध गर्दछु। र त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि त्यसै हाम्रो एपिएफसी क्लबका सल्लाहकार सुमित पौडेलज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि र त्यसै गरी एबिएफसी फुटबल क्लबका सरले पनि अतिथि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। झोला हटा न उतै दुईटा अलि यता राख। र त्यसै गरी हाम्रो केशव सर र मिलन सरलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि उद्घाटन भएको छैन पहिला युट्युब भ्लग हाल्ने हैन पहिला थम्बनेल र यसै गरी हाम्रो एबिएफसी ट्रेलर जस्तै हुन्छ फुटबल नि क्लबका त्यो हाल्नु त्यो त अलि सर्टकट तानेर त्यो अटोकट टिकटकमा पनि छ नि तपाईको अटोकट हालेर एउटा म्युजिक हालेर टिकटकबाट अटोकट त्यो सेभ गर्यो भने त्यो ठाउँ लोगो आउँछ र
छ थियो आज नल्याएको झोला नअट्ने भएर रोजी सिसलाई पनि आसन ग्रहण गरिदिनुका लागि म विनम्र अनुरोध गर्दछु। त्यो झोला ल हाम्रो अब यसै लगातार अब मन्तव्य पनि लगभग सकिसकेको छ आसन ग्रहणको कम्पनी आसन ग्रहण गरिदिनुका लागि म विनम्र अनुरोध गर्दछु। कार्यक्रमलाई स्थगित गर्दै हामी अब हाम्रो टुर्नामेन्टलाई ओपनिङ कार्यक्रमलाई अगाडि बढाउनेछौँ। यसै गरी यस हाम्रो टुर्नामेन्टलाई ओपनिङ गरिदिनको लागि हाम्रो भिआइपी गेस्ट मिस्टर मुबारक अल इमादीलाई अनुरोध गर्न चाहन्छु। Ladies and gentlemen, now we are going to opening our tournament ceremony. So I'd like to request to open and cut the ribbon to Mr. Mubarak Al Imadi. Request all cameramen and all this media all to be ready to take the video and photos to this our opening ceremony. जो अब हामी हाम्रो टुर्नामेन्टको ओपनिङ सेरेमनीमा अगाडि बढ्दैछौँ। सम्पूर्ण हाम्रो मिडियाकर्मी साथीहरूलाई रेडी तम तयारी साथ बस्दिनु हुनको लागि हार्दिक अनुरोध गर्दै हाम्रो भोलिन्टियर साथीहरू प्लिज तपाईहरुले यहाँ अवसर मिलाइदिनु होला। यो बीचबाट लिएर जानुपर्छ। Okay. रिबन काटेर चाहिँ हाम्रो आजको चिफ गेस्टबाट चाहिँ अब रिबन काटेर चाहिँ आजको फर्स्ट गेमलाई चाहिँ सुचारू गर्नेछ हैन भन्दै अब यस लगातार चाहिँ हाम्रो ओपनिङ सेरेमनी चाहिँ सुरु हुँदैछ हैन। हाम्रो आजको चिफ गेस्ट द्वारा एसएबीएफसी थर्ड नकआउट टुर्नामेन्ट आजका हाम्रो चिफ गेस्ट सँगै अतिथिहरूबाट चाहिँ रिबन काटेर आजको पहिलो खेल चाहिँ सञ्चालन हुनेछ।
हाम्रो अब यो 17 प्रो म्याक्स Okay, now I will just request to Mr. Mubarak Almidari Imadi sir to kick the ball in the tiebreaker. Mubarak Alimadi sir to come front to tiebreaker to cut the house ribbon opening ceremony. Okay. सो हाम्रो आजको चिफ गेस्टबाट चाहिँ रिबन काटेर गेम ल आजको हाम्रो अतिथि आसन ग्रहणसँगै उद्घाटन पनि रिबन काटेर सम्पन्न भइसकेको छ र यस लगत्तै अबको केही समयमा चाहिँ हाम्रो आजको यस थर्ड एबिएफसी नकआउट फुटबल टुर्नामेन्टको पहिलो खेल चाहिँ सुरु हुनेछ भन्दै फेरि पनि भेट्ने बाचाका साथ म बिदा हुन चाहन्छु र यस ब्लगमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सबैले माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला भन्दै बिदा हुन्छु हस्त धन्यवाद थ्याङ्क यू सो मच अल अफ यू